हेलो साथीहरु, आजको मेरो दिउँसोको खाजा चाहिँ हेर्नु है। म यो कहिले खादिन थिए कि यो केटाकेटीको लैलैमा अब यो के खानु परेको हेर्नु न। अब स्कुल छुट्टी छ नि त, अनि यो करेन्ट उदाले पनि खाए। कतिवटा खाजा तरेले बनाउनु भन्नु त, अनि त्यही खानु भने नि त। उनीहरू चाहिँ लिएर माथि गए, भिडियोमा देखिँदैन अरे, अल्मा लिन्छ अरे नि त। अनि म चाहिँ खाने कोसिस गर्दैछु है। तागती म खाइसक्छु कि सक्दिनँ, तपाईँहरू अन्तिम समय हेरिदिनु होला ल। राम्रो नराम्रो जस्तो भए पनि समय छ भने। अहिले त समय नै समय होला होइन, छुट्टी छ नि त केटाकेटीको। तर के गरी खानुहुन्छ, मलाई त साह्रो आँट आएको छैन यो खानालाई। एक माना जति खुर्सानी, आमामा पिरो चाहिँ के हो यस्तो। गफ गर्दा खाम भनेको त अनि सास जाला जस्तो हुँदो रहेछ त, थोरै हुँदो रहेछ हौ फेरि। हेर्नु न यहाँ, अनि त्यो मुखबाङ गर्नेहरूले त त्यति राखेर त्यति देखिन्छ त हौ। अनि कसरी खानु सक्नुहुन्छ हौ पिरो? हुन त बानी होला, म जस्तो भातै। अब मलाई त भात मिठो लाग्छ नि त। म चाहिँ खाना सुरु गरिसकेँ अब। मरिने हो कि बिहानसम्ममा। नाकाबाट सड्के लाग्दै भइसक्यो। आधी हाल्नुपर्ने रहेछ क्या यो खोर्सानी चाहिँ। पुरै हाल्यो किन होला भनेर। किनेको चिज नाश पार्नु हुँदैन भन्ने हाम्रो त मनस्थिति छ नि त। हेरी छ नि ड्रिङ्क्स फेरि पिरो। यस्तो पिरो खाइसकेपछि बिहानसम्म सकुसलै रहन्छ। सेन्टी प्लान्ट हुन्छ हौ कि मेरो पोकामा अलिक धेर रहेछ हौ। खै यो बिरामी भयो भने चाहिँ जिम्मा कसको हो? हातै अघि सरेन त हौ। पोलो सक्दिनँ कसरी त खान्छु नि। अब नाश पार्नु त भएन नि त। जुठो हालिहालेँ। जुठो फेरि कोही केटाकेटी खाँदैन, समस्या त्यहाँ छ क्या। सलाक्सुलुक्क पानी खाएर निल्छु ल। करेन्टमा यस्तो छ त नि, मान्छे त डबल तिर्बल भन्छ नि त। यो सुरुकै लट यस्तो छ त अनि मान्छेले डबल तिर्बल स्पाइसी भन्दै कि देखाउने मात्रै हो कि खानु पनि हुन्छ हौ। मैले चाहिँ यसको एक्सपेरिमेन्ट गर्दाखेरि त साह्रै पास होइन। यसले भित्र के असर त गर्दैन नि, पसिना पनि निस्कियो मलाई त। तपाईँहरूले मलाई लास्टसम्म साथ दिए पनि म चाहिँ नसक्ने रहेछु। गएको ल, म सक्दिनँ।